भ्युअर्सहरु परिवारको छेउमा बसेर यो भिडियो नहेर्नु होला। हेर्नुहुन्छ भने कानमा ठेडी खान्छ चाहिँ नबिर्सिनु होला। र अब सुरु गरौँ आजको भिडियो। के छ त साथीहरु, वेलकम ब्याक छ न्यू डे न्यू भिडियोमा। अनि आजको भिडियोमा हामी कुरा गर्नेवाला छौं एउटा नमुनाको, जसको नाम रहेको छ एफो गेमर। जसलाई लाग्छ कि ऊ एकदमै खतरा युट्युबर हो, जसले नेपालमा स्पोर्ट्स ल्याउन पनि सक्छ, उसले चाह्यो भने स्पोर्ट्स नआउन पनि सक्छ। यो कुरा किन भन्दैछु भने उसको दुई चारवटा क्लिपहरु तपाईहरुलाई हेर्नु। त्यो भन्दा अगाडि म भन्न चाहन्छु कि यसको बारेमा तपाईहरुको भएको भ्रम नि कस्तो छ भन्ने कुरा म यो भिडियोमा निकाल्नेवाला छु। यो सबै कुरा गर्नुभन्दा त्यो भन्दा अगाडि उसको भिडियो हेरौँ, उसले के भनेको छ। अहिलेसम्म मलाई लाग्छ यो हाम्रो म्याक्सिमम अडियन्सहरुलाई त के लागिरहेको रहेछ भन्दा फेरि ई-स्पोर्ट भन्नुको मतलब कालाहारी यो अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। अनि यो कुनै म्याप या कुनै यो र्याङ्क सिएस र्याङ्क जस्तै कुनै एउटा गेमको मोड होला जस्तो लाग्यो कि मैले लाइभमा पनि कतिलाई सोधेँ ई-स्पोर्ट भने के हो, त्यस्तै गेम खेल्ने एउटा मोड हो भन्दा फेरि त्यस्तै मोड हो भन्छन् क्या। कतिपयले ई-स्पोर्ट भने के हो थाहा नै छैन, त्यसै ई-स्पोर्ट आउँछ रे नेपालमा भन्दै उफ्रिँदै हिँडिरहेछन्। अनि यसरी त अनि कसरी हुन्छ त नि। अनि पहिलो कुरो भनेको त हामीले एउटा कम्युनिटी बनाउनु पर्यो नि त। कम्युनिटी नै बन्न सकिरहेको छैन। सबै एकअर्कामा आफू ठुलो भनेर त हुँदैन। त्यस्तो उफ्रिँदै हिँड्ने र त्यस्तो भन्दै हिँड्ने मान्छे चाहिँ तैँसँग भेटिँदो रहेछ, हामीसँग चाहिँ खै भेटिएका छैनन्। अनि तैँले त्यो कुरा चाहिँ लाइभ स्ट्रिममा बनिस् या फेरि ऐना हेर्दै बनिस् भन्ने कुरा चाहिँ हामीलाई थाहा भएन। अनि तैँले कुरा गरिस् नेपालमा स्पोर्ट्सको प्रोभाबिलिटी त्यस्तो छ, तर स्पोर्ट्सको त्यस्तो छैन। किनकि नेपालमा अलिकति स्पोर्ट्सको चाहिँ जहाँसम्म लाग्छ मलाई स्पोर्ट्स अफिसियल्ली रेजिस्टर छैन। रेजिस्टर त छ तर स्पोर्ट्स आएको छैन। तर पनि पढ्नुपर्दाखेरि त्यसको परिप्रेक्षी रहेको छ। जस्तै कि नोवा स्पोर्ट्स, मन्त्रालय नेपाली स्पोर्ट्स, नेपाली स्पोर्ट्स जक्सन, हामी दामी स्पोर्ट्स, स्विट सिउ जस्ता स्पोर्ट्स टिमहरूलाई चाहिँ अनि ब्ला 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 टिमहरूले चाहिँ धेरै टुर्नामेन्टहरू क्रिएट गरेका छन्, जुन पनि त्यही अनुसारको भइरहेको छ अहिलेसम्म। चाहिँ मेन कुरा चाहिँ के हुन पर्यो, हामी एउटा कम्युनिटी बनाउनु पर्यो। कम्युनिटी बन्नको लागि ल हो, सही कुरा हो, एकदम राम्रो कुरा हो। कम्युनिटी त चाहिन्छ स्पोर्ट्स ल्याउनको लागि। सो अब हामी एफओ गेमरको हेल्पले चाहिँ एउटा कम्युनिटी बनाउनेवाला छौँ, जुन कम्युनिटी चाहिँ कस्तो बनिएको छ भन्ने कुरा तपाईँलाई देखाउने छौँ। अब हाम्रो कम्युनिटीको प्लानिङहरू सुरु हुन्छ र एफओ गेमरले के गर्यो त कम्युनिटी बनाउन भन्ने कुराहरू तपाईँहरूलाई देखाउनै पर्ने हुन्छ। सो हेरौँ कस्तो कम्युनिटी हामीले बनाउँदैछौँ, हाम्रो कस्तो आइडियाज रहेको छ। कोही ठुलो कोही सानो हुने होइन, सबैजना ठुलोले सानोलाई लिएर हिँड्नु पर्यो क्या। मेन कुरा भनेको सानोले ठुलोलाई होइन कि ठुलोले सानोलाई ल यस्तो गर्नुपर्छ है, यहाँ यस्तो गर्छु भनेर लिएर हिँडिदिए एकदम सजिलो हुन्छ। एकदम मजाले बन्ने कम्युनिटी छ, तर के कारणले बिग्रेको छ खै बुझ्नै गाह्रो। के थाहा नि के कुराले कम्युनिटी बिग्रेको छ भन्ने कुरा। कि स्क्रिप्टेड अब टप नेपालको युट्युबरहरूलाई स्क्रिप्टेड भिडियो बनाउनै बाँकी छ, अब त्यही गर्नै बाँकी छ। स्पोर्ट्समा मतलबै छैन, त्यो भए त कम्युनिटी बन्न अलिकति गाह्रो नै पर्नेवाला। अब हेरौँ कस्तो कम्युनिटी बनाउनेवाला छ र कस्तो इम्प्याक्ट पर्ने खालको कम्युनिटी हाम्रो एफओ गेमरले बनाउनेवाला छ। नेपाली फ्री फायर चाहियो भन्ने होला सेयर गरिदियो है। कुरा के सुना केटा होइन, नेपाली फ्री फायर भन्छ। अलिकति मान्छे भइसकेपछि के हुन्छ, दारी झ्याप्पा पलाउने मात्र बुद्धिमानी हुन्छन्, अलिकति बुझ्ने हुन्छ भन्ने हुँदो रहेछ। दारी पलाउने पनि गुखाने हुँदो रहेछन्। हो, तपाईँहरूले त सही देख्नुभयो। अहिले एआईको जमाना छ। मैले एआई युज गरेर त भिडियो बनाएको त होइन, किनकि तपाईँलाई लाग्ला मैले एआईको युज गरेर एफओ गेमरको भोइसमा भिडियो बनाएँ, यो एकदमै गलत हो। यो चाहिँ एफओ गेमरले बनाउन खोजेको कम्युनिटी हो। अहिले भर्खर के कुरा गर्यो त्यो कम्युनिटी बनाउने हेर्छन्। अहिले के भयो, मान्छेलाई बौला कुकुरले टोक्यो, भुइँसा कुकुरले टोक्यो, कम्युनिटी बनाउनु कुरोमा आत्तिन्छ, न्यु खोज्छ हुन्छ। किन भ्युज चाहिएको थियो कि क्या हो फेरि पनि तपाईँलाई एपिसोड तिमीलाई के भ्युज चाहिएको थियो, जुन भ्युजको लागि अब यस्तो गर्न थाल्यो तिमीले भन्दा भन्दै मान्छेले त अति गर्छ यार। दिमाग हुने मान्छेको खोइ के हुँदैन, दारी हुने गर्छ। तेरो त दारी पनि पलाएको छैन, तेरो त दिमाग पनि छैन रहेछ। गुखाने कुरा अहिले भर्खर हामी कम्युनिटी बनाउने कुरामा थियो। कम्युनिटी बनाउने कुरा गरेबाट हल्लिएर कहाँ अब तिमीले के खान्छौ भनेर डेली लाइफको कुरा भन्न थालेको त आफूले के खान्छ भन्ने कुरा सुनाउने होइन नि त। हामीले त कम्युनिटीतर्फ जाने हो नि त। कम्युनिटी कसरी बनाइन्छ भन्ने कुरा हेरौँ। अझै कस्तो कम्युनिटी चाहिँ एफओ गेमरले बनाउनेवाला छ होइन। अब आत्तिनु पनि त भएन नि त। ऊ हामीभन्दा सिनियरै होला, ल अलिक धेरै युट्युबरमा सब्सक्राइबर होला, अब उसको कुरालाई लिएर हामीले कम्युनिटी बनाउने हो नि त। हेरौँ कस्तो कम्युनिटी बनाउन चाहिरहेको छ एफओ गेमरले। नेपाली फ्री फायर तिमीले जुन भनेको छौ, नेपाली फ्री फायर चाहियो, आवाज उठाउनु पर्यो। टोन्डे दाई लाका भाइलाई आवाज उठा दो नेपाली। एउटा अलिकति सेन्सलेस कुरा त गर्दैन यार। आवाज उठाएर फ्री फायर आउने हो, आवाज उठाएर फ्री फायर आउने हो, सपोर्ट पो गर्नुपर्ने हो त। अलिकति आवाज उठाउने भन्दा अलिकति अब के नेपालमा राजा ल्याउनेवाला हो र आवाज उठाउँदाखेरि राजा आउने भने जस्तो फ्री फायरमा आवाज उठाउँदा आउने। सपोर्ट चाहिँ गर्नु पर्यो, सपोर्ट गरेपछि फ्री फायर आउने हो। सेन्सलेस कुराहरू नगर। स्पोर्ट्सको थाहा छैन भने स्पोर्ट्सको बारेमा कुरा नगर। भ्युज चाहियो भने भिडियो बना, स्क्रिप्टेड भिडियो फ्लप खायो भने अब हामी केही भन्न सक्दैनौँ। अझै सुनौँ यसको कुराहरू। अलिकति राम्रो कुरा गर न, केही दिमाग अलि लजिक छ, अलिकति केही सेन्स छ केही यो कुरामा।
हो कसैले सही भनेको छ। अब कुनै पनि मान्छेले आफ्नै बारेमा भन्छ, जस्तै कागले आफ्नै नाम काट्दै हिँड्छ नि, काग भन्दै एफोगामा पनि त्यस्तै हो। उसको कुरामा कुनै लोजिकै छैन क्या, कुनै सेन्सै छैन। उसले आफै भनिरहेको छ कुनै सेन्स छ कुनै लोजिक छ, उसको कुरामा हो क्या यो सबै। उसको कुरामा लागु नै हुँदैन क्या सेन्स, किनकि एउटा सेन्स अफ ह्युमर हो। ऊ आफैबाट हाँसेको पात्र हो, जसलाई स्पोर्ट्सको थाहा छैन, स्पोर्ट्सको बारेमा ठुलो बिग टक दिन्छ, भ्युज चाहिएको छ, भ्यू स्पोर्ट्सलाई नराम्रो यताउति भनेपछि भ्युवर्स आउँछ भन्ने आशमा भिडियो बनाउँछ। अब यसले त बक्चोदी नै गर्न थालिसक्यो, यसको अझै बक्चोदीको बढ्दैछ, जुन हेर्नेवाला छौँ हामीले कस्तो बक्चोदी बढाउने छ यसले। नेपाली फ्री फायर नेपाली म्याप आउँछ फ्री फायरमा, चाहिने कुरा गर न, बकवास मान्छेलाई उल्लु नबनाऊ। उसले नै आफै भनिरहेको छ नेपाली फ्री फायर कसले चाहिएको छ, नेपाली फ्री फायरमा नेपाली म्याप चाहिँ कसले मागेको छ। नेपाली म्याप थोडी न नेपालको नक्सा भएर आउने हो र, झापा मोरङ सुनसरी इटाली विराटनगर काठमाडौँ हेन तेन भएर थोडी नआउने हो। नेपाली स्पोर्ट्स भनेको त्यस्तो म्याप होइन छोल्टी, तिमीलाई थाहा रहेन रहेछ भनेको कुरा हो। फेरि नेपाली म्याप नेपाली स्पोर्ट्स भनेको चाहिँ नेपालमा टुर्नामेन्ट आउनु पऱ्यो, अफिसियली टुर्नामेन्टहरू भनेको जुन भएका त छैनन्। तर पनि तँलाई म भन्छु त्यो कुनै त बेवकुफ मान्छेलाई बेवकुफै कन्टेन्ट निकाल्छस्, तँलाई भिडियो बनाउन आउँदैन भने स्क्रिप्टेडै भिडियो बनाउनेलाई यस्तो अब के भन्छ रियालिटी भिडियो बनाउन तँले गाह्रो पर्नेवाला छ। तैँले आफै भनेछ सेन्सलेस मान्छे छस् न, अनि तँलाई यस्तो बकवास मान्छेलाई बकवास नबनाउनु, उल्लु नबनाउनु, त आफैमा उल्लु छस्, यस्तो भिडियोहरू बनाउन खोज्छस्, तँलाई आउँदैन भने त किन अब त आफै उल्लु छस् नि, के भन्छ यार। हो टिकटक सार्या छ नेपाली फ्री फायर भनेछ, टिकटक सार्या छ नेपाली फ्री फायर भनेछ, लामो जस्तो गेम खेल्दै बस्छ चुप्प लागेर। ए भाइ टिकटक फेसबुक इन्स्टाग्राम युट्युब हाम्रोमा पनि सबै छ, खोइ हाम्रोमा त त्यस्तो भिडियो आउँदैन, तेरोमै मात्रै आउँछ सायद। अब तेरो सपनामा राजकुमार आउँछ होला, एफो गेमरको साथी बिफो गेमर, अनि उसले आएर भन्छ होला मेरो म यस्तो भनिदिन्छु तँलाई, यो चाहिँ तेरो टिकटकमा आउँछ है भनेर भनिन्छ। त नहुँदैन नचाहिने कुराहरूलाई चाहिँ टिकटकमा आयो भनेर एटेन्सनको रूपमा लिएर चाहिँ भिडियो बनाउन चाहन्छस्। भाइ तँलाई के नै भन्नु, अब हाम्रो त भन्नुवाला केही नै छैन। जो तँ जस्तो नमुनाको लागि त के नै भन्नु, अब एटेन्सनको लागि त जे नै भनिदिन्छस् बक्दिन्छस्, जे नै त्यस्तो गरेपछि त अब केही नै भन्न सक्दिनँ भाइ म तँलाई। हेर तैँले एटेन्सन चाहियो भन्दैमा जेही बोल्न चाहिँ नमिल्ने हो। तँलाई स्पोर्ट्सको थाहा छैन रही पनि तैँले धेरै कुराहरू भन्न खोजी, अब तेरो अति नै भइसक्यो अत्याचार। अब भ्युजको लागि यस्तो जे पाइदिए बोल्न छोड दे भाइ। कहाँबाट आउँछ नेपाली फ्री फायर? एउटा नेपालमा टुर्नामेन्ट आउँदैन, केही आउँदैन। नेपाली फ्री तिमी चन्द्रमा गएर हक्छु भनेर हुन्छ? चाहिने कुरा गर्नु नि यार। के हो कुन चाहिँ कन्ट्रीको म्याप छ पब्जीमा छ? मत करो, रहने दो, बहुत बुरे लग रहे हो। तोबा थारा मुड खराब कर त जस्तो नमुनालाई के थाहा, यो चाहिँ के हो त, नेपालमा स्पोर्ट्स छैन रे, यो चाहिँ के हो त, यो चाहिँ तेरो हजुरबाउले दिएको दान होला होइन, रनमतीको छोरो जे पाए तेरो बोल्छस्। नेपालमा अफिसियल छैन भने टुर्नामेन्ट हुँदैन। यत्रो टुर्नामेन्ट चाहिँ के हो, यो एसियम ल्यान्ड चाहिँ के हो, यो पिन्चुरी ब्याटल चेस्ट चाहिँ के हो, मेडल चेस्ट के हो, यो मन्त्रा नेपाल लेगेसी कप के हो, त्यो चाहिँ टुर्नामेन्ट होइन। हिरो कप के हो, टुर्नामेन्ट होइन। नेपालमा चाहिँ के अर्गनाइजरहरू छैन, उनीहरूले चाहिँ टुर्नामेन्ट निकाल्न सक्दैनन्। थाहा नभइकन चाहिँ पाए नभयो। यत्रो स्क्रिन तेरो मात्र कन्टेन्टभन्दा बढी त नेपालमा टुर्नामेन्टहरू छ, धेरै ठुल्ठुलो कुरो छ। नेपालमा अफिसियल टुर्नामेन्ट छैन भन्दा टुर्नामेन्टहरू नै नहुने हुन्छ। थाहा छैन भने नबोल्नु क्या, जे पाए त्यही। के कुराको थाहा छैन, पतर बोलेको छ, भ्यू चाहिएको छ, कराएको छ यो मान्छे रनमतीको देखिस् होला होइन। टुर्नामेन्टहरू नेपालमा छ कि छैन, बोल्न पाएँ भन्दैमा जे पाए त नबोल्नु नि। छ्या यस्तो बक्चोदीहरूले अनि सिकाउँछ नेपालमा स्पोर्ट्स आउँछ कि आउँदैन भनेर। स्पोर्ट्सको थाहा छैन, दादागिरी भने चन्द्रमामा हग्नेर मुत्ने जस्तो छ। जिन्दगीमा टोइलेटमा गएर हगेछ, झोडीमा गएर कचरा बोकेर गएर हग्छ होला। बिटी भने सुन्न, टोइलेटमा चन्द्रमा गएर हग्ने हगेर गुद हुन जान्दैन, ठुल्ठुलो कुरो गर्छ यार। यसको अब कन्टेन्टको कुरा गरिदिउँ म। यसको कन्टेन्टहरू यस्तो छ कि तपाईँहरू छक्क पर्नुहुन्छ। यसको कन्टेन्टहरू यहाँ हेरौँ ल। अब यसले कस्तो खालको चाहिँ भिडियो बनाउँदो रहेछ, यो एकदमै आफूलाई त अघिदेखि के भन्छ त्यो स्पोर्ट्सको बारेमा पुरा ज्ञान पेलेको मान्छे। अनि यताउति स्पोर्ट्स आउने नआउने, अनि फ्री फायर म्याप यताउति हेन त्यहाँनिर सबैतिरको त घुमाइ फेरा गेम त पेलिसक्यो। अब यसको कन्टेन्टको कुरा गर्नुपर्दा गर्ल्स र्याङ्किङ हेन त्यहाँ 2v4 बिआर र्याङ्क प्यानल एक्सपोज एपो गेम। यो त तेरो उमेरभन्दा पहिलेको जमानाको कन्टेन्टहरू क्या। यो त मैले युट्युब जोड्ने स्टार्ट गर्दा पनि यो कन्टेन्टहरू थियो। अनि यो धेरैले जोड्नु स्टार्ट गर्दाखेरि यसरी नै गर्थ्यो। धेरै पहिलाको ट्रेन्डिङ भिडियो त अहिले युज गरेर छ। तँलाई भ्युज चाहिएको छ, पहिले जुन लेगेसी नै सकिसक्यो त्यसको त अहिले त्यो कुरामा आफूलाई एटेन्सन खोजिरहेको छ। तेरो कन्टेन्ट आफूमा जोतको छ, तैँले स्पोर्ट्स लाएर नराम्रो भन्ने यार। पहिले आफ्नो कन्टेन्ट सुधार अनि स्पोर्ट्सको बारेमा बुझ्न चाहन्छस् भने हामीलाई भन, हामीले अलिक तेरोभन्दा बढी एक्सपिरियन्स छ स्पोर्ट्सको बारेमा, हामी तँलाई सिकाइदिन्छौँ। अनि स्पोर्ट्स भनेको यस्तो भन्ने कुरा भनिन्छ त आमा केही कुरा पत्ता नलगाइकन अनि एकैताल ठुल्ठुलो बोल्ने। नेपालमा स्पोर्ट्स अब छैन भन्ने पनि मिल्दैन गाइस। नेपालमा स्पोर्ट्स छ होइन, कसरी हिसाबले छ भन्दाखेरि अफिसियल स्पोर्ट्स छैन। जस्तै अफिसियल भनेको अफिसियल गरेनाले दिन्छ नेपालमा, तिमीहरूको लागि यो स्लट हो, नेपाली प्लेयरको लागि तिमीहरूले फ्रीमा खेल्न पाउँछौ। यो अफिसियल पेजमा लाइभ गराइन्छ, अफिसियल ढङ्गले गराइन्छ गेम, अफिसियलले नि हेर्ने पाराले भन्छ, त्यो चाहिँ छैन। तर त्यसको लागि चाहिँ पहल हाम्रो स्पोर्ट्स टिमको जुन कम्युनिटीले गरिरहेको छ, कम्युनिटीमा सबभन्दा ठुलो हात चाहिँ हाम्रो विशाल सापकोटा भन्ने WB विशाल, AM विशाल सबैले चिन्नुहुन्छ होला। AM विशाल भन्दा AM विशाल दाइले चाहिँ एकदम राम्रो सपोर्ट हामीलाई गरिरहनु भएको छ। उहाँले धेरै भिडियोहरू पनि बनाउनु भएको छ र उहाँको भिडियोहरू चाहिँ युट्युबमा उपलब्ध छन् होइन। अनि अब हामी आउँछौँ कन्क्लुजनतर्फ, किनकि भिडियो धेरै लामो पनि भइसकेको छ। मैले चाहिँ अब पहिलोचोटि पनि एक्सपोज भिडियो
बनाएको हो अब पुरै मलाई गर्नै मन लागेर दुश्मनीको हिसाबले त गरेको होइन एफओ गेमरसँग किनकि उसको पनि आफूलाई भ्युजहरू चाहियो त्यो उसको नर्मल कुरा हो तर आफूलाई भ्युज चाहियो भन्दैमा नभएको कुरा गरेर चाहिँ गर्ने होइन किनकि अब भ्युज चाहियो भन्दैमा नराम्रो कुरा बोलेर भ्युज गर्ने होइन नि त आफूले राम्रो गर्न सक्यो भने भ्युज आउँछ भ्युज आएन भने सम्झिने हो मेरो ममा केही कमजोरी छ भनेर इगो देखाएर अरूलाई नराम्रो बनाएर त भ्युज बनाउने होइन नि त जे छ त्यो कुरामा पो भ्युज निकाल्ने हुन्छ जे पाए त्यही भनेको छ जे पाए त्यही हालेको छ त्यसरी भ्युज निकाल्दा त कसैलाई पनि मन त पर्दैन नि त अनि स्पोर्ट्सको बारेमा थाहा नहुने मान्छेले त्यसरी बोलेको हामीलाई पनि राम्रो लागेन सो अनि अब कुरा गर्दै थिएँ म एएम विशालको होइन एएम विशालको चाहिँ जस्तो यस्तो छ दाइ उता दाइले अब नयाँ ठुलो कुरा पनि आउने कुरा चाहिँ गर्नुभएको छ केही अलिकति राम्रो हुनेवाला छ भनेर दाइले चाहिँ एकदमै भनिसक्नु भएको छ सायद यही होपको साथमा हामी अघि बढिरहेका छौँ त्यसैले स्पोर्ट्सको बारेमा थाहा छैन भने चाहिँ नबोलौँ यो एफओ गेमरको पछाडि लागेर चाहिँ स्पोर्ट्सको बारेमा जान्नु छ भनेर चाहिँ नलाग्दै हुन्छ क्या यो एउटा एटेन्सन सिकर हो भ्यू सिकर हो यसको भिडियोबाट थाहा पाइन्छ नि त सुरुमा कस्तो कुराले भ्युज लियो अनि फेरि पछि कस्तो कस्तो कुरा गर्यो भन्ने कुरा स्पष्ट छ नि त सो गाइस त्यसो भने अहिलेसम्म भिडियो हेरिदिनु भयो एकदमै माया गरेर साथ अन्तिमसम्म भिडियो हेरिदिनु भयो त्यसको लागि धन्यवाद भन्न चाहन्छु अनि म अर्को भिडियो लिएर तपाईँहरूको सामु चाँडै नै आउनेछु त्यतिन्जेलको लागि बाई बाई भन्न चाहन्छु ओके गाइज हामी चाँडै भेट्नेछौँ अर्को भिडियोमा सायदै हाम्रो नेक्स्ट भिडियो चाहिँ एउटा क्युएनए हुनेवाला छ जुन क्युएनएको क्वेसन चाहिँ मैले फेसबुकमा छोडिदिइसकेको छु जुन डिस्क्रिप्सन चाहिँ फेसबुकको लिङ्क चाहिँ रहनेवाला छ अथवा युट्युबमै पनि तपाईँले पोस्टमा गरेर कमेन्ट गर्न सक्नुहुन्छ तपाईँले हरेक खालको क्वेसन सोध्न सक्नुहुन्छ जसमा चाहिँ मैले तपाईँहरूलाई जेन्युनली रिप्लाई दिएर युट्युबमै अपलोड गर्नेवाला छु भन्दै आजको भिडियोलाई यहीँ अन्त्य गर्न चाहन्छु ओके बाई बाई गाइज लभ यु अल